guys, welcome back to my channel. अनि अहिले म चाहिँ मार्फमा छु स्टिल नाउ अनि यस्तो दामी पानी परेको थियो हिजो अनि हिँड्नै लागेको छ यता माथि पुरै हो यहाँ माथि पुरा चिसो छ यता पुरै हिउँ छ जता हेऱ्यो नि यहाँ चाहिँ लाग्यो नि अहिले चाहिँ कति 6:30 भइरह होला अहिले सुतिरहेको छ म चाहिँ अनि उठेर आइदिएको टक्क दामी छ बिहान चाहिँ खुल्ला हुँदैछ अनि दिउँसो चाहिँ अलि चाहिँ पुरै बादलले उसुले छेक्दिने क्या केही नथ्यो बिहान चाहिँ पुरै क्लियर हेर्नु यो हो नि त तरिका होइन गाइस सक्नुहुन्छ गाइस पुरा यो आइस जमेको छ आइस यस्तो आइस जमेको छ प्लेन उड्यो प्लेन टुटुडु बाई बाई प्लेन यहाँबाट एकराउन्ड फेरि त्यो गल्ली घुमेर आउँछु गाइस है त्यसपछि अलिअलि सामानहरू किन्नु छ त्यसपछि फर्किन्छौँ यस्तो दामी छ नि यतै हो क्या पुरै जेरी गल्ली सबै यतै हो क्या यही गेटबाट छिर्ने हो यताबाट गयो भने सिधै मुक्तिनाथ पुग्छ यताबाट गयो भने जेरी गल्ली किन हो गाइस हेर्दै गर्नु होला है त ब्रेकफास्ट रेडी भइसकेको छ एप्पल जाम ब्रेड अन्डा आलु चिया ब्रेकफास्ट खाएर भेट्नुपर्छ गाइस हिजो मलाई भन्थे आज यसले के तर्सिन्छ ऊ आमा ब्याकै हिजो मलाई भन्थ्यो आज के चल्दैछ आज पनि बाल हिँडेर होला हेर्नु आहा कस्तो मजाको अनि यहाँ मार्फा छ मार्फा यहाँतिर एप्पल के हो यो एप्पल के हो भने चाहिँ के हो अनि यहाँनिर चाहिँ यो कहाँको म्याप हो म्याप दामी छ त्यो आनन्दले यहाँ बसेर भ्यू हेर्दै बस्नु चाहिँ सही छ सही माथिबाट देखिसक्नु होला तपाईँहरूले भ्यू बिहानै देखिसकेको थियो मेरो चाहिँ बेला इन्ट्री हुन्छ यसको ब्लगमा होइन अब हामी चाहिँ यहाँ मार्फाको होटलबाट चेकआउट भएर जान लागेको रूपसे झर्ना अनि खै कता घुम्ने अरे अनि त्यसपछि आज चाहिँ पोखरामा गएर बस्ने भन्नुभएको छ सो हेर्दै जानु होला त्यो चाहिँ अब हिँड्नु आँटेको अवस्था रेडी भइसक्यो सब रेडी भइसक्यो ल बस्नु बाई बाई मार्फालाई बाई बाई भन्दै अब हामी निक्लिन्छौँ होटल मार्फा इन्डियन रेस्टुरेन्टबाट त्यही अनि गेट चाहिँ यहाँ छ अगेन आई एम ब्याक टु हिट च्यानल किनभने यसको चाहिँ के अरे मोबाइलको चार्ज छैन होइन स्टोरेज फुल भयो स्टोरेज नै फुल भएछ अनि त्यही भएर मेरोबाट बनाएको मेरो मोबाइल लग्यो भने फिर्ता दिँदैन त्यही भएर आफै अलिअलि अपडेटको लागि भिडियो बनाउँदैछु सो अहिले चाहिँ हामी यहाँ के अरे रूपसे झर्नामा आइपुगेको छौँ झर्ना देखाउने हो नि त तेरो भिडियो देखाउने होइन हुन्छ अब चाहिँ हामी यहाँ फोटोसुट गर्छौँ अलिअलि फोटो खिच्छौँ भिडियो बनाउँछौँ अनि त्यसपछि फेरि आफ्नो गन्तव्यतिर लाग्छौँ जुत्ता चाहिँ भिज्यो मेरो जुत्ता यस्तोबाट हामीले लानुपर्छ कस्तो पानी आउने भने पुरै पानी परेर जत्तिकै पुरै भिडियो छ यो त त्यहाँ माथि पनि जान्छु म गाइज त्यहाँ माथि पनि जान्छौँ त्यही त गाइज अब त्यसको फोटो खिचिदिन्छु म त्यसको गाइज अब चाहिँ हामी जानुपर्ने हुन्छ माथि त्यहाँ पानीबाट यहाँ बारी आइपुग्यो है अब हामी जान्छौँ त्यही नै गाइज मलाई थाहा छैन छोरी मात्रै खिच्छु म है त्यही नै अब गाडीमा जान्छौँ है त गाइज हामी चाहिँ अहिले तातो पानी कुण्डमा आइपुगेको छौँ अनि म त भित्र नछिरेँ म भन्दा कोही पनि छिरेन नआउने स्थितिमा कोही पनि छैन त्यही भएर कोही पनि छिराखेन गाइज सुन्दरला चाहिँ हेर्नु यहाँ यस्तो के हल्दिने खस्छ यार यस्तो परेर सुन्दरला त्यही हो अब सुन्दरला खानुपर्छ अनि जानुपर्छ यता गाइज हामी रामेश्वर मन्दिर आइपुगेको छौँ बेनी पोखरा बेनी नै अनि थकै लाग्छ सबैजना थकै लाग्यो कसरी भोग
भोगेन मलाई चाहिँ थकाइ लागेको छ थकाएर केही गर्ने मन छैन यत्रो छिरेको अवस्था अब म यताबाट रहेछ अनि हामी मन्दिर अब दर्शन गरेर अनि मात्र खाना खानुपर्ने हुन्छ सो फर्स्टमा मन्दिर दर्शन गर्छौँ अनि त्यसपछि खाना खान्छौँ गर्छौँ जान्छौँ भन्ने यो बस्नु चाहिँ के फेरि मेरो त्यो मनीमा त्यही नै हो हेरिदिनु होला तल चाहिँ खोला छ खोला अनि मन्दिर यहाँ छ त्यो ग्राउन्ड हाल्यो दर्शन गर्नुपर्ने हुन्छ ए रोड उयो माथि हो हाइवे रोड चाहिँ त्यही दर्शन गर्नुपर्ने हुन्छ है त गाइस अब चाहिँ हामी जानुपर्ने हुन्छ खाना खानलाई है त अब हामी खाना खानुपर्ने हुन्छ अस्ति होटेल भ्यूमा बसेकोमा आएर खाना खान आँटेको छौँ त्यहीँनिर चाहिँ अब खाना खानु भेटेको सकेको छ हामी बागलुङमा यो पुल आइपुगेको छ गण्डकी गोल्डन ब्रिज वर्ल्डकै सेकेन्ड होइन वर्ल्डकै दोस्रो लामो पुल छ पर फोटो 20 रे के को हो यो पुरा लामो छ हाम्रो पुल जानुपर्ने हुन्छ अब त कति मिटर ल्याएको छैन क्या हो गण्डकी गोल्डन ब्रिज ल्याएछ कति मिटर ल्याएको छैन छैन 15 जनामा तर्नु 15 जना मात्रै जानुहुन्छ यसमा फेरि त 15 जना मात्रै तर्नु होला अरे अब जानुपर्छ मुनि कति मुनि छ आमामा डिस्टेन्स क्या मुनिको खतरा लामो छ बिचमा बेसी चाहिँ डर लाग्छ तल बेसी डर लाग्छ जाँदा गाइस तर चाहिँ बिचमा आइपुगेको अवस्था छ होइन अनि हल्का डर लागिरहेको छ है अनि त्यो चाहिँ त्यहाँ पुगिसक्यो बिचतिर पुगिसक्यो त्यही नै हो म पारी गएर देखाउँछ त हजुरहरूलाई गाइस पानी सकेको छ हाम्रो पानी फाइनली गाइस तरेर सक्यौँ अलिकति गएर लास्टमा अलिकति तर रमाइलो हुँदो रहेछ बिचमा गएर त बन्जी पनि हानु जस्तो आँट आयो नि तर आज नभए मैले बन्जी हान्ने नै भनेर आएको म बट मेरो सपना अधुरा रहि गया हामी बिन्दावासी मन्दिर आइपुगेको छौँ जानुपर्ने हुन्छ हिमालदेखि यहाँबाट खतरा हिमाल ठ्याक्कै छेकेछ नि हिँड्दै कहाँ यहीँतिर जुत्ता खोल्नु पर्छ है हामी अस्ति पोहोर आउँदा जुत्ता खोल्नु गएको थिएँ पोहोर पनि आएको थियो म माथि है क्या माथि जस्तो हिमालदेखि यतातिर माथि अहिले त पुरै छेकेछ टेन्सन हुन्छ यो पूजा गर्न चाहिँ 4 बजेपछि मात्रै खुल्दो रहेछ यहाँनिर देवीको मन्दिर अब अहिले 3:55 भइरहेको छ 5 मिनट खुल्नुपर्ने हुन्छ क्या अनि यहाँ पनि यो खै के नै हो यहाँ दर्शन गर्नु पाइन्छ त्यही हो गाइस अनि हामी चाहिँ अब त्यहाँ माथि गएर फोटो खिच्नुपर्छ बिहान चाहिँ बब्बाल हिमाल देख्यो अहिले चाहिँ हिमाल देखाएर हुन्छ ठिक छ हिमाल नदेखे पनि अनि पोखरा ट्याक्कै हेर्न सक्नुहुन्छ पोखरा है पोखरा लेट्स गो अब फोटो खिच्न जान्छौँ यहाँ फोटो सुट चल्दैछ है गाइजहरूको देखिको लगाएर अनि फोटो खिच्छु एउटा पुरा पूजा गरिसकेको अवस्था अलिअलि हिमालय न दिदी अलिअलि भर्खरै थोरै अनि नरिवल फुटाल्न हिँडेको म चाहिँ नरिवल फुटाल्छु है त गाइज म ट्याक्क लगाएर हामी चाहिँ रुममा छिरिसकेको छौँ अनि सो आज चाहिँ एकदम लकी भनौँ कि के भनौँ अब त्यो दिदी चाहिँ यहाँ चाहिँ यस्तो डिलक्स
दिदीको चाहिँ डिलक्स छ डिलक्स। मेरो चाहिँ के छ थाहा छ यस्तो खालि यहाँ यसो त्यो थगेमारी ठाउँमा सुत्नु परेको छ। मैले तलबाट सिरो अनि सिरानी लिएर आएको है। अनि म चाहिँ यहाँ सुनि दिदी भित्र सुत्छ। अनि यहाँबाट यस्तो दामी भ्यू देख्छ नि गाइस। यहाँ चाहिँ यो टिकटक बनाइ छ देख्न सक्नुहुन्छ। यहाँबाट उता उता जानु नि मिल्दो रहेछ मान्छे मान्छे पो त्यो उता। अनि त्यही नै हो। अनि यही माथितिर हो शिवजीको मन्दिर। नआउँछ नि एकछिन कपिराइट लाग्छ अहिले मेरो च्यानलमा। ल बजा ल। अनि हाम्रो मुख धुने ठाउँ यहाँ छ। यहाँ छ रेस्टरुम क्लक रुम नि भन्छ रेस्टरुम नि भन्छ जे भने नि भयो होइन। अनि टप अफ द वर्ल्ड दिस इज गाइज। त्यही नै हो। अब हामी साइक्लिङ गर्न जान्छौँ है त गाइज। ए साइक्लिङ यस यहाँ यस्तो दामी दामी आएर छ। म चाहिँ पोहोर पनि आएको। पोहोर चाहिँ म यहाँ अलिकति पर बसेको होइन। यो चाहिँ ठोकेछ। म चाहिँ पोहोर पनि आएको। अनि पोहोर नि राति साइक्लिङ गर्दै हिँडेको थिएँ। मेरो डिलिट भएको च्यानलमा त भिडियो थियो। अनि त्यही हो आज पनि जान्छौँ है त लेक साइड घुम्न। त्यही हो क्या है हामी चाहिँ अब लेक साइड घुम्न जान आँटेको साइक्लिङ गर्नलाई। हामी बसेको चाहिँ यहीँ हो। अनि तर हाम्रो चाहिँ यहाँ होटल प्राइम हो। प्राइममा चाहिँ रुम नभएर अनि हामी यता आएको छौँ। अनि अब हामी जानुपर्ने हुन्छ साइक्लिङ गर्न। यही त हामी चाहिँ साइकल चलाउन आएको होइन। मैले चलाएर हिँड्दा चाहिँ यो चाहिँ यो डोरा चाहिँ चलाएकै छैन। म चाहिँ चलाएर हिँड्दा चाहिँ यो चाहिँ रिसाइछु। म त फिर्ता दिन्छु भन्दै न गाइज। अनि भित्र चाहिँ चलाइरहेको छ होइन। अनि धन्न यसले घुमाइरहेको छ। अनि ऊ यसको भिडियो बनाउनु पऱ्यो रे। अब भिडियो बनाइदिन्छु म यसको है त। यसको यहाँ रहेको छ भिडियो बनाइदिन्छु म यसको है त गाइज। चाहिँ साइकल लिएर होइन होटेल ठाउँमा आइपुगिसक्यो। अनि दिदी चाहिँ खोइ कहाँ हरायो त्यसलाई लिन जान्छ है त म। अनि त्यो चाहिँ हल्का खाली हुन्छ त्यही होटेलमा मैले यतै लिएर आएको। त्यसलाई पनि यतै ल्याउँछ है त गाइज। यसले चाहिँ साइकल चलाउने त्यो भिडियो बनाउनु लाग्यो। म चाहिँ हिँड्छु यो चाहिँ टुर्नाउँदै आउँछ है। यो जापान हो र नि चलाउनलाई यस्तो मुला बाटोमा पनि चलाउँछ। यहाँ चलायो भने त मरिहाल्छ नि। टक्क लगाएर रेड बुल खाएर हिँड्दैछौँ। रेड बुल चाहिँ साइकल चलाएर इनर्जी डाउन हाम्रो त्यही भएर इनर्जी गेन गर्दैछौँ हामी। खाएर कताबाट पोहोर आएको मैले चाहिँ बिर्सेछु क्या गाइज। आफ्टर भन्दैछु त्यही नै भाइ। म पोहोर आउँदाखेरि कहाँ बसेपछि यतैतिर बस्यो बस्नु चाहिँ कहाँ बस्यो नि थाहा भएन क्या। यहीँबाट गयो नि पुग्छ जसलाई हाइवे निक्लिने हो क्या। त्यही नै हो हामी जान्छौँ टुइटो यहीँबाट पुग्छ तर लिएर जान्छु। पोहोर आएको हो भने चाहिँ म कताबाट हिँडेँ यस्तो राति घुमेको कहाँ त्यही नै गएछ। अब यो खाँदै हिँड्छौँ है त गएछ। हामी आइपुग्यौँ है त। यहाँ रोटेपिङ दिन सक्नुहुन्छ या खेल्ने कुरो टन्नै छ। यहाँ त गाडी नि यस्तो गाडी नि छ नि घुमाउने उतै गाडी त्यही नै हो। हामी इन्ट्री हुँदैछौँ है त गाइज। अब छिर्नु पनि हुन्छ छिर्दिउँ न त के छ र आफ्नै त हो नि पारामा है त। लभ है यहाँ लभ छ। अहिले लभै छ यहाँ नि छ त यहाँ नि ऊ ल नखेल्ने रोटेपिङ यहाँ हो टक्करहरू। दुईजना खेल्नु मिल्दैछ। दुईजना तँलाई म चलाएर हिँडौ खेल्ने हो। अहिले खेल्ने क्या अहिले पछि पर्खिँदा खेलौँलाई। त्यही गाइज। अनि हामी पनि हुन्छ पोखरा फन पार्क अब लेक साइड घुम्छौँ हामी है गाइज। हामी चाहिँ अब टक्क आएको ताप्दैछौँ। अनि पानीपुरी खानुपर्ने हुन्छ अब लेक साइडको भ्यू हेर्दै एउटा पिङ्क छ। यहाँ लेक साइड छ लाइट हेर्नु न लाइट कस्तो बवाल यहाँ बसिरहेछ। म चाहिँ त बस्छु अब। पानीपुरी आइसकेको छ हाम्रो। टक्क फेवा तल हेर्दै पानीपुरी खानुपर्ने हुन्छ। पानी हाल्दै त्यसमा मिठो जग्गा मिठो आगो ताप्दै टक्क
कस्तो अब हामी खान्छौँ अनि जान्छौँ अनि भात खानलाई होटेलमा त्यही त हामीले पानीपुरी खाइसक्यो अब गाडी खेल्न जान्छु गाडी एक राउन्ड रोटी पिङ त फ्लप हान्थ्यो फ्लप खायो रोटी पिङले दुईजना मात्रै छ भने यस्तो रोटी पिङमा यत्रो ठुलो छ होइन त्यो त दुईजना मात्रै छ ब्रेक गरेको छैन यहाँ बसेर च्यासी खाने हो क्या टक्क लेक साइडको भ्यू हेर्दै अब गाडीमा अब खेल्छु ट्याक्क गाडीमा त म त्यस्तो घुमाउँदै फेरि भ्लग बनाउँछ नि मैले त अब जानु पर्ने हुन्छ त स्याभाले खाना आँटिरहेको छ स्याभाले म चाहिँ खाँदिनँ स्याभाले मलाई मन पर्दैन यहाँ माछा छ माछा आलु आलु ए मासु 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 छ है त ससेस पनि रहेछ ससेस पनि माछा नि छ सुरुमा माछा देखाएँ नि मैले त्यसले स्याभाले तताउनु गएको छ पकाउनुलाई अनि स्याभाले खान्छ स्याभाले कस्तो गेट अब चाहिँ हामी फर्किँदै हामी अब कतै केही नखेल्ने कुरो भयो दुईजनाको अनि त्यही भएर अब हामी जानुपर्ने हुन्छ किनकि 9 बजे बेली जान्छ के हो अनि केही नखेल्ने कुरो हो फेरि यो दामी चाहिँ के भन्दैछ यसले केही खेल्दिनँ मान्छे छैन के हेर्नु नखेल्ने त्यही हो गेट एक्लै खेल्दा चाहिँ यत्रोमा के हेर्नु नखेल्ने अब हामी सिधै जानुपर्ने हुन्छ गेट सिधै जान्छौँ हामी होटेल गाइस हामी चाहिँ लेक साइड घुमेर पनि आइसक्यौँ अनि एकदम थकेर आयो यस्तो खुट्टा देख्यो नि यस्तो खुट्टा देख्यो खुट्टा त ओहो लास्टै देखेको छ दिदी चाहिँ सुतिसक्यो मम्मी ड्याडी पनि सुतिसक्यो अनि हामीले खाना चाहिँ खाएन माझ यस्तो पेट भएर छ नि यस्तो पेट भएर छ गाइस अनि यतातिर चाहिँ गीत सित बजाएर टक्क बबालमा पनि गएर छ होइन मलाई चाहिँ ट्याक्कै स्कुलबाट हुन्छ नि टुराको याद आयो क्या लास्टै ओहो केटाहरूसँग कम रमाइलो गराएको थियो त्यही याद आयो अनि यस्तै छ नाइट भ्यू टक्क रमाइलो छ जस्तै भएर म चाहिँ अनि एकछिन यहाँ बाहिर बस्छु एकछिन फ्रेस हुन्छ अनि सोध्छु त्यही नै हो आजको भ्लग यति नै हुन्छ के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त गाइज थ्याङ्क यू फर एभ्री वान